नमस्ते। कहिलेकाहीँ केही विचारहरू यति शक्तिशाली हुन्छन् जसले संसारलाई हेर्ने हाम्रो तरिका नै बदलिदिन्छन्। नासिम निकोलस तालेबको एन्टी फ्राजाइल यस्तै एउटा अवधारणा हो। आज हामी यही विषयमा गहिरिएर कुरा गर्नेछौँ। कसरी केही चीजहरू अव्यवस्था, तनाव र अनिश्चिततामा कमजोर हुनुको सट्टा अझै बलियो बन्छन्। आउनुहोस् बुझौँ। ल, एउटा सामान्य प्रश्नबाट सुरु गरौँ है त। कुनै चीज कमजोर वा फ्राजाइल छ भने त्यसको ठिक उल्टो के होला? एकछिन सोच्नुहोस् त। धेरैको मनमा सायद बलियो वा लचिलो भन्ने जवाफ आयो होला, हैन? तर तालेब भन्छन् कुरा त्यति मात्र होइन। सही जवाफ त्योभन्दा धेरै रोचक र गहिरो छ। त्यो शब्द हो एन्टी फ्रेजाइल। यो एउटा यस्तो गजबको विचार हो जसअनुसार केही चीजहरूले आघातलाई सहने मात्र होइन, बरु त्यही आघातबाट फाइदा उठाएर पहिलेभन्दा अझै बलियो बन्छन्। आज हामी यही यात्रामा छौँ। हामी कमजोरको वास्तविक उल्टो के हो भनेर बुझ्नेछौँ, तनाव हाम्रो लागि किन जरुरी छ भनेर जान्नेछौँ, आधुनिक संसारले हामीलाई कसरी कमजोर बनाइरहेको छ भनेर हेर्नेछौँ, गल्तीहरूलाई एउटा नयाँ नजरले हेर्नेछौँ र सबैभन्दा महत्त्वपूर्ण, यो अवधारणालाई जीवनमा कसरी लागू गर्ने भनेर बारबेल रणनीति सिक्नेछौँ। ल, पहिलो कुराबाटै सुरु गरौँ। यो अवधारणा बुझ्न तालेबले चीजहरूलाई हेर्ने एउटा नयाँ तरिका सिकाउँछन्, जसलाई उनी द ट्रायड वा त्रिकोण भन्छन्। यो तालिकाले सबै कुरा प्रष्ट पार्छ। हेर्नुहोस् त, कमजोर चीज जस्तै डेमोक्लिसको टाउकोमाथि झुन्डिएको तरवार सानो तनावले पनि चकनाचुर हुन्छ। बलियो चीज जस्तै फिनिक्स चरा आगोले जलेर खरानी भए पनि फेरि त्यही रूपमा फर्किन्छ, मतलब उस्तै रहन्छ। तर एन्टी फ्रजाइल चीज पौराणिक कथाको हाइड्रा जस्तै हो, जसको एउटा टाउको काट्दा दुईवटा नयाँ उम्रिन्छ, मतलब जति चोट उति नै शक्तिशाली। अब एउटा यस्तो कुरा गरौँ जुन सुन्दा अलि उल्टो लाग्न सक्छ। तनाव र चुनौतीहरू केवल सहेर बस्ने कुरा होइनन्, बरु ती विकासका लागि नभई नहुने इन्धन हुन्। यो बक्समा लेखिएको कुराले यो विचारलाई कति राम्रोसँग देखाउँछ हैन? यसमा लेखिएको छ, कृपया गलत तरिकाले ह्यान्डल गर्नुहोस्, किनकि यो प्रणालीलाई थाहा छ कि तनावले यसलाई फाइदा पुर्याउँछ। कतिपय चीजहरू यस्तै हुन्छन्। यसलाई हाम्रो जीवनसँगै जोडेर हेरौँ न। हामी जिममा किन गहिरो तौल उठाउँछौँ? ताकि हाम्रो मांसपेशीहरू टुटुन् र पहिलेभन्दा अझ बलियो बनुन्। जीवनमा ठूलो सङ्कट बोहेरेका मानिसहरू कहिलेकाहीँ पहिलेभन्दा झन् बलियो र परिपक्व भएर निस्किन्छन्। यसको मतलब हरेक तनावले हाम्रो प्रणालीलाई एउटा महत्त्वपूर्ण सूचना दिइरहेको हुन्छ, कसरी अझ राम्रो र बलियो बन्ने भनेर। यो कुनै नयाँ कुरा पनि होइन। सयौं वर्ष पहिले नै रोमन कवि ओभिडले भनेका थिए, कठिनाइले नै हाम्रो भित्र लुकेको प्रतिभालाई बाहिर निकाल्छ। चुनौतीले नै हामीलाई आविष्कार गर्न र आफ्नो सीमाभन्दा पर जान बाध्य बनाउँछ। तर एउटा ठूलो समस्या छ। हाम्रो आजको आधुनिक संसारले जानी नजानी हाम्रो यो प्राकृतिक एन्टी फ्राजिलिटीलाई नष्ट गरिरहेको छ। यो एउटा अनौठो विरोधाभास हो। हामी सधैँ सुरक्षित र स्थिर हुन खोज्छौँ, सानोतिनो उतार चढाउ र अनिश्चिततालाई पनि हटाउन चाहन्छौँ। तर यसो गर्दा हामीले एउटा नसोचेको मूल्य चुकाइरहेका हुन्छौँ। हामी आफूलाई एउटा ठूलो, अप्रत्याशित र विनाशकारी घटनाको लागि अझ कमजोर बनाइरहेका हुन्छौँ। यी दुईवटा ग्राफलाई हेरौँ त। बायाँको ग्राफमा लामो समयसम्म स्थिरता छ, तर अचानक एउटा ठूलो गिरावट आउँछ। यो भनेको जङ्गलमा ससाना आगो लाग्न नदिँदा पछि एउटा विशाल डढेलो लाग्नु जस्तै हो। दायाँको ग्राफमा चाहिँ ससाना उतार चढावहरू निरन्तर छन्। यसले प्रणालीलाई सधैँ चनाको बनाउँछ, अनुकूलन हुन सिकाउँछ र ठूलो आघातबाट बच्न मद्दत गर्छ। अब सबैभन्दा प्रेरणादायी कुरामा आउँ, गल्तीहरू। अब असफलतालाई हेर्ने हाम्रो दृष्टिकोण नै परिवर्तन गरौँ। गल्तीहरू केवल गल्ती होइनन्, ती विकासका लागि अमूल्य उपहार हुन्। एकछिन सोचेर हेरौँ त, अर्थतन्त्र कसरी बलियो हुन्छ जब केही कम्पनीहरू असफल हुन्छन् र नयाँ राम्रा कम्पनीहरूले ठाउँ पाउँछन्। पृथ्वीमा जीवनको विकास कसरी भयो जब केही जीवहरू वातावरणमा टिक्न सकेनन् र अरूले अनुकूलन गरे। हाम्रो ज्ञान कसरी बढ्छ जब हाम्रा पुराना धारणाहरू गलत साबित हुन्छन्। मुख्य कुरा के हो भने साना साना घातक नहुने गल्तीहरूले हामीलाई के नगर्ने भन्नेबारे मूल्यवान सूचना दिन्छन्, जसले सिङ्गो प्रणालीलाई नै बलियो बनाउँछ। टाइटानिकको उदाहरण निकै मार्मिक छ। त्यो भयानक दुर्घटना एउटा ठूलो गल्ती थियो, तर त्यही गल्तीका कारण जहाज निर्माणका नियमहरू परिवर्तन भए, सुरक्षा प्रणालीमा सुधार आयो। त्यो दुर्घटनाले भविष्यका लाखौं यात्रीहरूलाई अझ ठूला विपत्तिहरूबाट बचायो।
यसरी गल्तीहरू सामूहिक हितका लागि उपहार बन्न सक्छन्। ल, यति धेरै कुरा त बुझियो, तर यसलाई आफ्नो जीवनमा कसरी लागू गर्ने त? यसको लागि एउटा एकदमै सरल तर शक्तिशाली रणनीति छ। यसलाई बारबेल रणनीति भनिन्छ। जिमको बारबेल सम्झनुहोस् त, जहाँ सबै तौल दुई छेउमा हुन्छ र बीचमा खाली हुन्छ। यो रणनीतिले पनि त्यही भन्छ। जीवनमा दुई चरम अवस्थाहरूलाई अँगाल्नुहोस्। एकातिर अति सुरक्षित हुनुहोस्, अर्कोतिर अति आक्रामक। तर बीचको औसत मध्यम मार्गबाट चाहिँ बच्नुहोस्, किनकि त्यहाँ जोखिम लुकेको हुन्छ तर ठूलो लाभको सम्भावना हुँदैन। यसलाई दुई सरल चरणमा बुझ्न सकिन्छ। पहिलो काम के गर्ने? आफूलाई पूर्ण रूपमा बर्बाद हुनबाट, डुब्नबाट जोगाउने, आफ्नो नकारात्मक जोखिमलाई शून्यको नजिक ल्याउने। अनि दोस्रो, धेरै साना साना प्रयोगहरू गर्ने, जहाँ गुमाउन थोरै छ तर पाउनलाई आकाश छ। लगानीको यो उदाहरणले यसलाई अझ स्पष्ट पार्छ। आफ्नो 90% पैसा एकदमै सुरक्षित ठाउँमा राख्ने, जस्तै सरकारी बन्ड वा मुद्दती खातामा, अनि बाँकी 10%ले चाहिँ नयाँ र उच्च जोखिमयुक्त आइडियाहरूमा लगानी गर्ने। यसो गर्दा के हुन्छ? तपाईको 90% पैसाले तपाईलाई डुब्नबाट जोगाउँछ र त्यो 10%ले तपाईलाई उड्ने मौका दिन सक्छ। यसरी अनिश्चितताबाट फाइदा उठाउन सकिन्छ। अन्तमा एन्टी फ्रेजिलिटीले हामीलाई एउटा नयाँ मानसिकता दिन्छ। यसले हामीलाई सबै कुरा नियन्त्रण गर्ने र भविष्यवाणी गर्ने कोसिस छोडेर अनिश्चितता र अव्यवस्थालाई अँगाल्न सिकाउँछ र नबुझेको संसारमा पनि खुसीसाथ बाँच्न सिकाउँछ। अब एकछिन रोकिएर सोचौं। आफ्नो करियर, स्वास्थ्य, सम्बन्ध र बानीहरूलाई हेरौं। जीवनका कुन कुन पक्षहरू सानोतिनो धक्काले पनि टुट्ने खालका छन्? कुन कुराहरू गल्तीसँग डराउँछन्? र हामी ती क्षेत्रहरूलाई कसरी पुनर्संरचना गर्न सक्छौं ताकि हरेक चुनौती, हरेक गल्ती र हरेक अज्ञातले हामीलाई कमजोर होइन अझ बलियो बनाओस्? यो दृष्टिकोणले हाम्रो सङ्कटसँग जुझ्ने क्षमतालाई नै रूपान्तरण गर्न सक्छ।